हेलो साथीहरू, आज चाहिँ मैले घरमा पिज्जा बनाउँदैछु। यो पिज्जालाई चाहिने सबै सामग्रीहरू तयार गरेको छु। यो चाहिँ पिज्जाको डो अलि अगाडि 1 घन्टा अगाडि मुछेर राखेको यो डो हो, एकदम राम्रो फुलेको छ। यो मोजरेला चिज, पिज्जालाईमा हाल्ने चिज भयो। यो टोमेटो सस, यो मैले चाहिँ आफैले घरमा बनाएको टोमेटो सस। यो चाहिँ मसरुम फ्राई गरेको छु। यो ब्ल्याक ओलिभ भयो। यो ओनियन फ्राई गरेको छु। टोमेटो फ्राई गरेको छु। यो चाहिँ फ्राई नगरेको ओनियन भयो। यो फ्राई गरेको क्याप्सिकम, फ्राई गरेको चिकन बेस्ट भयो। यो चाहिँ अलरेडी प्याकेटमा पाउने मैले चिकन सलामी ल्याएको छु। अब यो सबै कुरा राखेर म पिज्जा कस्तो बन्छ तपाईँहरूलाई पिज्जा बनाएर देखाउँछु है त साथीहरू। ल साथीहरू, अब म चाहिँ पिज्जा बनाउँछु। सब कुरा रेडी छ। अब यो पिज्जा बनाएपछि कस्तो हुन्छ म तपाईँहरूलाई भन्छु है त। साथीहरू, मैले पिज्जा बनाएको चाहिँ हेर्नुहोस् है त। मैले पिज्जाको यो रोटी चाहिँ कस्तो बनाउँछु। ल है, मैले सस हालेँ है साथीहरू। सस सट्ट लगाएर यो चाहिँ टोमेटो सस। यो चाहिँ चिज हो। चिजलाई टक्क सस राखिसकेपछि यसरी राख्नुपर्छ। ठिक्क कति चाहिन्छ मिलाएर। ल है साथीहरू, मैले यो टपिक हाल्दैछु। यो चाहिँ पिज्जाको टपिक टक्क हाल्दैछु। यो चिकन सलामी हो। मैले टोमेटो हालिसकेको छ, मसरुम हालिसकेको छ, यो सब हालिसकेको छ। यो चाहिँ टपिक भयो। अब यो चिकन, यो क्याप्सिकम, पिज्जा चाहिँ रेडी भएको छ है। यो पिज्जा म टेस्ट गर्छु कस्तो भएको छ है त। वाउ, दामी भएको पिज्जा। साथीहरू, हाम्रो पिज्जा रेडी भइसकेको छ। अब यसलाई म चट्ट कटिङ गर्छु पिज्जालाई है। वाउ,